हाय काटा तो रोका था गाइस लैम्बोर्गिनी तिमीलाई सर्ट भिडियो मेरो सब पठाइदिनु यस्तो दामी यार 50 को माथि छैन यहाँ हंगेरी भरि बुदापेस्ट भरि 24 आवर्स घुम्न मिल्छ ओ सो खुल्जा सिम गाइस मेन सिटीमा आइपुग्यो ओ माय गॉड गाइस Hey guys, so today we are on a travel to Hungary, Budapest, the capital city of Hungary. But first we came here in Vienna. Vienna आएको हामी त्यस पछाडी हामी यहाँ Vienna-बाट चाहिँ हामीले लिनुपर्छ बस या ट्रेन टु Hungary हैन अनि I am not alone, I am with Mahesh and we are going with our another friend called Aryan. He lives in Vienna. सो भियना चाहिँ मिड पोइन्ट हो यहाँबाट चाहिँ हामी ट्राभल गरेर अर्को प्लेसमा जाने सो टुडे वुड बी रियली मच फन एन्ड आई होप we're gonna have fun. Here is Mahesh. अलिक अगाडि आऊ त महेश कालो भयो सो here is Mahesh, me and Aryan. Aryan is going to pick up us in 2-3 minutes, then we'll head to his place, rest around and today we'll head out towards Hungary and it would be fun. So guys, yeah, my name is Aryan Shah. आज चाहिँ हामी भियनामा छौँ अनि भियनाबाट हाम्रो टुर चाहिँ अब भियना घुमिसक्यो भियनाबाट अब चाहिँ हामी बुडापेस्ट जान लाग्यो अनि त्यसपछि चाहिँ बुडापेस्टको चाहिँ अपडेट चाहिँ दिन्छौँ हस् बुडापेस्ट फर्स्ट टाइमै हो बाँकी भियना त धेरै घुमेछ केही थाहा छैन मलाई त कुन ठाउँ म त सिटी एक्सप्लोर गर्ने हो कुनै स्पेसिफिक ठाउँ हेर्नलाई त गइरहेको छैन सिटी टुर गर्ने मात्र एक्सप्लोर गर्ने हो त्यही हो म आम नेचर लभर नेचर हेर्नु त्यहाँको कल्चर हेर्ने हो नाइट लाइफ अनि अफकोर्स बिल्डिङ्स त्यही बाँकी कुनै स्पेसिफिक मेरो त्यो छैन गाइज म र महेश चाहिँ अब म महेश अनि आर्यन अगाडि हिँड्दैछ हामी चाहिँ फ्लिक्स बस लिने यहाँबाट बेसिकल्ली अनि फ्लिक्स बसबाट कति 2 आवर्सको 2 to 3 आवर्सको मिनिमममा हामी बुडापेस्ट पुग्छौँ सो टुडे हाम्रो काम चाहिँ घुम्ने अनि एक्सप्लोर गर्ने सिटी मेनली आइडिया चाहिँ त्यही हो मेबी नाइटमा पनि हेरौँला इफ हाउ इज इट अनि नाइट भ्यू पनि धेरै फेमस छ बुडापेस्टको वान अफ द ब्युटिफुल प्लेस एन्ड ब्युटिफुल नाइट भ्यूमा गनिन्छ सो ठिकै छ अब हेर्दै जाउँ कहाँ पुगिन्छ हैन सो अहिले चाहिँ हामी भियनामा छौँ सो आर्यन इज लिडिङ अस किनभने ऊ चाहिँ अलिक यो ठाउँलाई एक्सप्लोर गर्न र अलिक यो ठाउँमा अलिक ख्यात मान्छे छ एन्ड हामी चाहिँ नुब दुईजना सो वी डोन्ट नो टु मच एबाउट एनिथिङ नि आर्यन म चाहिँ त्यतिकै हिँडिरहेको छु है मेरो त केही लगेको छैन रातिमा चिसो लाग्यो भने त एउटा ज्याकेट मन पर्यो भने त बुडापेस्ट सस्तो ठाउँ छ त्यही गरौँ किनेर अनि लगाउने घुम्ने डुल्ने तिमी घर अस्ति गएको थियौ नेपाल नेपाल घर गएको छैन 3 वर्ष भयो अहिलेसम्म नेपाल गएको ओ माई गड महेशको कति वर्ष हुन्छ यो साल मेरो नि डिसेम्बरमा तिम्रो 2 वर्ष भयो डिसेम्बरमा 2 वर्ष 2 वर्ष डिसेम्बरमा पुगिहाल्छ मेरो 1 वर्ष ठ्याक्कै यो महिना भयो मेरो डिसेम्बरमा 2 वर्ष पुग्छ लाग्छ अर्को आर्यन म त आएको नि 1 वर्ष भइसक्यो नि घर गएर आएको नि घर गएर आएको नि 1 वर्ष भइसक्यो म त फेरि जान लाग्यो नेक्स्ट इयर भियनाबाट गइन नि त म सेकेन्डचोटि जाँदाखेरि म्युनिकबाट हुँदै गएको थिएँ क्या घर गाइज लैम्बोर्गिनी
तिमीलाई सर्ट भिडियो मेरो सब पठाइदिनु कि यस्तो दामी यार के रे बुझेन आर्यन यो गाडी किन्न पर्यो क्या अब भएन यो गाडी किन्न पर्यो ऋण लिएर किन्नु पर्यो क्या यो पहेँलोवाला गाडी छ नि यो यो पहेँलोवाला गाडी चाहियो क्या वहाँ guys केटाकेटी हो we have reached Hungary and it's pretty beautiful अनि अब चाहिँ हामी जाने रुम आर्यनले यसको बारेमा थोरै गाइड गर्छ प्लस महेशवा यादव सरकारवाला ऱ्याप हान्दियो न एउटा हाम्रो महेश पनि यादव हो त्यसैले यसलाई चाहिँ त्यो ऱ्यापरवाला फिल आउँछ हैन सो फर्स्टमा हामी रुममा जाने चेक इन गर्ने ओके लेट्स गो आर्यन फर्स्टमा हामी रुममा जाने अनि हल्का फुल्का फ्रेस हुने त्यस पछाडि नेक्स्ट टार्गेट भनेको चाहिँ हल्का वी गो फर इटिङ फुड मेबी एन्ड सी अराउन्ड आई थिङ्क एन्ड आज बेलुका धेरै गर्न सकिन्न होला मेबी थोरै नाइट भ्यूको लागि बाहिर निस्किन्छौँ एन्ड इट वुड बी रियली मच फन गाइज स्टे विथ मी द ट्रिप इज going to be like a 2 days हैन 2 दिन जति हाम्रो ट्रिप हुन्छ होला ट्रिप हुन्छ होला मेबी सो स्टे विथ मी एन्ड वी आर गोना ह्याभ फन टुडे वो खाने चिजहरू पनि रहेछ त्यहाँनिर महेशवा कैसन फिल बा कस्तो फिल भइरह महेश बिलिभ भइरह हङ्गेरीमा पुगेको छु म फिल भयो So guys, we are heading towards our रुममा मतलब गएर सबै सामान हालेर अनि त्यसपछि निस्किनु हो कि त्यसै गरौँ न झोलासोला बोकेर कता कुदिराख्नु हैन चेकिङ गरेपछि एटलिस्ट ढुक्क हुन्छ नि त मनमा अनि फर्स्टमा चेकिङ गऱ्यो भने टक्क चेकिङ गर्ने अनि त्यस पछाडि सो गाइस दिस इज आवर टिकट फर 24 आवर्स 24 आवर्सको टिकट यो लिएर चाहिँ हामी यहाँ हङ्गेरीभरि बुदापेस्टभरि 24 आवर्स घुम्न मिल्छ यो हङ्गेरियन कति त 24,000 ए 8,250 हैन सो गाइज दिस कस्ट हङ्गेरियन 8,000 सो युरोमा चाहिँ कन्भर्ट गर्दा 20 युरो हुन्छ बट इट्स गुड प्राइस 3 जनालाई 24 आवर्स के ए ब्लगमा भनिदिइहाल्यो है केटाहरू भ्यालिडेट गर्नुपर्छ भने अन्त यो टिकट चाहिँ युज वाह म त ट्रेनै कस्तो बबाल लाग्यो नि यहाँको गाइस ट्रेन यस्तो बबाल छ यार
सरकार यादव सरकार यसले मलाई अटो ट्र्याक गर्छ क्या ओ माई गॉड गाइस फ्यान्टास्टिक प्लेस भिएना भाइब दिँदो रहेछ होइन आर्यन गाइज मलाई चाहिँ यो अलिकति हाम्रो भन्दा नि उता अस्ट्रियाको क्यापिटल सिटी भिएना भाइब दियो तर स्ट्रिट्सहरू चाहिँ लास्टै क्लिन क्या क्यापिटलको स्ट्रिट्सहरू लास्टै क्लिन अर्गनाइज ब्युटी महेशवा इज टेकिङ सेल्फी आर्यन इज लुकिङ आवर लोकेसन चिल रहेछ त ठाउँ त गाइस people could eat and relax here हैन हामी चाहिँ रुममा जाँदैछौँ सो गाइस प्लेस चाहिँ मलाई लास्टै चिल लाग्यो है कस्तो सिनेमेटिक ठाउँ यार मजा आएर कस्तो दामी सो गाइस कस्तो दामी ट्याक्सीहरूलाई चाहिँ न्युयोर्क जस्तो येल्लोले कलर गरेर रहेछ चिनिहालोस् टाढैबाट भनेर सो कस्तो म त त्यो ह्यारी पोटरको हगवर्ड त्यो स्कुलहरूमा आए जस्तो पो भइरह सो गाइस we're gonna reach in about 5 minutes अनि मलाई त फर्स्ट मेरो इम्प्रेसन नै राम्रो भयो क्या यहाँनिर You guys could see this. First मेरो इम्प्रेसन नै धेरै राम्रो वाउ तर यो गाइज म चेक रिपब्लिक गएको थिएँ चेक रिपब्लिकमा को चाहिँ क्यापिटल सिटीमा गएको थिएँ सो इट्स लाइक द सेम भाइब यहाँ पनि त्यस्तै भाइब छ लाइक रोड्सहरूदेखि लिएर बिल्डिङ स्ट्रक्चरहरू त्यस्तै सेम छ सो इट्स प्रिटी फ्यासिनेटिङ आई वुड लाइक टु से कति मिनटमा पुगिन्छ कस्तो फुलहरू चाहिँ उपर माथि यो नक्कली यो रियल हो कि डुप्लिकेट हो हेर त त्यही त कस्तो दामी बनायो यिनीहरूले यस्तो पुरानो डिजाइन भयो पनि यो किन यस्तो यो धेरै पहिलेदेखि भएर यिनीहरूले यो रिकन्स्ट्रक्ट नगरेको होला नि त्यस्तै लाग्यो मलाई पैसा नि त कमेर आयो नि त्यहाँबाट हामी पनि त्यही हेर्न आयो अन्त चली बहुत चल्ने मलाई त भोलि यो दिउँसो हुँदाखेरि चाहिँ दामी हुन्छ जस्तो लागिरहेको होइन होइन सो गाइज हामी चाहिँ एयरबिएनबी रुमभित्र आइसकेछौँ अहिले सो इट्स लाइक भेरी बिग यहाँनिर 3टा बेड छ यु गाइज कुड सी यो 1 2 and 3 बेड्स प्लस इट्स अ भेरी मच बिग रुम अनि यता पनि हाम्रै लागि 3टा रुम छ सो यिनीहरू सबैको प्राइस चाहिँ एउटै हो होइन सो इट्स अ भेरी मच बिग रुम अनि हामीसँग यहाँनिर किचन छ स्मल किचन यो पनि इन्क्लुडेड छ वासरुम यहाँनिर 2टा प्लस डाइनिङ टेबल यो चाहिँ हाम्रो डाइनिङ टेबल यहाँनिर चाहिँ खानाहरू राख्दा हुन्छ खेरि डिजाइन अनि माइक्रोवेभ प्लस फ्रिज इफ यु वान्ट ड्रिङ्क समथिङ सो इट्स pretty much very much interesting place अनि यो एयरबिएनबीलाई चाहिँ थम्स अप आई लाइक इट अनि त्यस पछाडि यस्तो ग्रान्ड छ
लाइक यत्रो ठुलो रुम ओ सो thumbs up for the Airbnb and we liked your place. So guys, we are getting ready and we just woke up, have our coffee and we are just getting ready. आज चाहिँ हाम्रो बाहिर जानेको प्लान छ. So basically to travel to the bridge and also to see the church and the main parliaments. It would be a really fun day. And त मैसवा के भन्नु छ?